हेलो नमस्ते। आज म तपाईहरुलाई लादैछु भैरवस्थान मन्दिर पाल्पा जिल्लाको। यदि तपाईहरुलाई भैरवस्थान मन्दिरको बारेमा थाहा छैन भने भैरवस्थान मन्दिर पाल्पा जिल्लाको तानसेन नगरबाट करिब 9 किलोमिटर उत्तर पश्चिममा पहाडी टुप्पोमा अवस्थित छ। यो मन्दिरको स्थापना राजा मुकुन्द सेनले गरेका थिए। उनले काठमाडौँको आक्रमण पश्चात तिनको साथ लिएर आएको भगवान भैरवको मूर्ति यहाँ राखेका थिए र यो मन्दिरको सबैभन्दा चर्चित कुरा हो विशाल त्रिशूल, जसलाई यो एसियाको ठूला त्रिशूलहरू मध्ये एक मानिन्छ। यस मन्दिरको प्रमुख पूजा दिनहरू हुन् मंगलबार र शनिबार। मन्दिरमा रोट नामक प्रसाद, चामलको पिठो, घिउ र मसला मिसाएर बनाएको रोटी प्रमुख प्रसाद हो। प्रमुख प्रसाद रोट पहिला भगवान भैरवलाई चढाइन्छ अनि त्यसपछि तल माईलाई पनि चढाइन्छ। केही पूजामा पशु बलि बाख्रा, कुखुरा, भैँसी आदि र पञ्चबलि समेत गरिन्छ। पर्यटकीय रूपमा पनि यो स्थान चर्चित छ। हिमाल पर्वत श्रृङ्खला जस्तै अन्नपूर्ण, माछापुच्छ्रे अनि धौलागिरी आदिको सुन्दर दृश्य पनि देख्न पाइन्छ। पूजा दर्शनका सबैभन्दा राम्रो दिन मंगलबार, शनिबार, दशैंको महाअष्टमी अनि मंसिर महिनामा विशेष भिड रहन्छ। धार्मिक रूपमा भक्तजनहरू दुःख सुख कामना पूरा गर्न र कष्ट पीडा निवारणको लागि भैरवस्थान आउने गर्छन्। धन्यवाद।